र नमस्ते शुभ बिहानी। अहिले चाहिँ हामी पार्टी कार्यालयमा छौँ। अब हामी र्यालीमा हिँड्नुपर्ने हुन्छ। यो पार्टी कार्यालय चाहिँ श्रीपुर जे कुराहरू चाहिँ हामीलाई लाउँछ त्यो काम हामीले गर्छौँ। पहिलो कुरा। दोस्रो कुरा हाम्रो उहाँले भन्नुभयो बेरोजगारीको समस्या छ भन्ने कुराहरू। हाम्रो नेकपा एमालेको घोषणापत्र आएको छ, जुन घोषणापत्रले हामीले 4वटा कुरा गरेर युवाहरूलाई रोजगार दिने कुरा गरेको छ। पहिलो कुरा, कुनै पनि मान्छेले रोजगारी थाल्नको लागि उसलाई पहिला पुँजी चाहिन्छ। पुँजी चाहिने हुनाले गर्दाखेरि युवाहरूलाई 20 लाख रुपियाँसम्मको निर्ब्याजी चाहिँ बिउ पुँजीको रूपमा पैसा उपलब्ध गराउने र धरोटीमा चाहिँ उसको जुन प्रोजेक्ट छ, जुन कार्यक्रम छ त्यसैलाई राख्ने। अब जस्तो कसैले चाहिँ भनौँ न एउटा मासुको दोकान खोल्यो भने त्यो पसली राखेर उसलाई 20 लाखसम्मको चाहिँ ऋण दिने भन्ने एउटा छ। अब पहिला ऋण मात्रै भएर भएन, त्यो पछि उसलाई सिप दिनु पर्यो। उसले जुन काम गर्नु खोज्छ त्यो काम गर्नको लागि उसलाई सिप चाहियो र हामी उसलाई सिप दिने विभिन्न यो प्रौद्योगिक कन्सेप्टबाट चाहिँ मान्छेहरूलाई तालिम दिने भन्ने कुरा दोस्रो भयो। तेस्रो कुरा चाहिँ प्रविधि दिनु पर्यो। उसको पैसा छ, सिप छ, अब प्रविधि उसलाई कस्तो खालको मेसिन औजार यन्त्रहरू चाहिन्छ दिने र चौथो कुरा भनेको उसले उत्पादन गरेको कुराको लागि बजार दिने। त्यसरी चाहिँ युवाहरूको बेरोजगारी समस्यालाई समाधान गर्दै लाने भन्ने एउटा छ है। तपाईँले बुझिराख्नु भएको छ है। दोस्रो कुरा चाहिँ हाम्रो के भन्दाखेरि चाहिँ तपाईँलाई अहिले हाम्रो नेपालमा एउटा घरमा मान्छेको 1.5 बिघा 2 बिघा जग्गा छ, अनि तर काम गर्ने मान्छे नभएर बाबुआमा चाहिँ कामदार खोजिरहेको हुन्छन् र त्यही घरमा चाहिँ छोराछोरी पासपोर्ट बनाएर काम खोजिरहेको हुन्छ। एउटै घरमा काम खोज्ने र कामदार खोज्ने मान्छेहरू छन्। त्यसो गर्दा लक्ष्य छ। दोस्रो कुरा, विदेश जाने जुन कुरा गर्नुभयो, त्यो विदेश जानु नराम्रो मान्दिनँ म चाहिँ होइन। हाम्रो पार्टीले पनि अमेरिकाको मान्छे पनि नेपाल आएको छ भनेपछि अमेरिका सुखी सम्पन्न देशको मान्छे किन नेपाल आएको छ भन्दाखेरि सरदर नेपालीले भन्दा बढी तलब खानु आएको छ भनेपछि हाम्रो नेपालीहरूले वैदेशिक रोजगारमा त अमेरिकाको मान्छे पनि जाँदो रहेछ नि त, युरोपको मान्छे पनि जाँदो रहेछ। आज लन्डनको होइन, बेलायतको विभिन्न देशको मान्छे पनि भारतमा, नेपालमा, चीनमा विभिन्न देशमा गएको छ। तर हाम्रो दुःखको कुरा चाहिँ के भने हाम्रो नेपालीहरू विदेश जान्छन् तर